आम्मा यार डेन्जर एक्सिडेन्ट भयो यार, डेन्जर एक्सिडेन्ट भयो गाइज। यहाँनिर लाइभ एक्सिडेन्ट हेर्नु त गाइज। कसको गल्ती छ जस्तो लाग्छ तपाईँहरूलाई? मलाई चाहिँ कारको गल्ती जस्तो देखिन्छ यहाँनिर होइन, किनभने रङ साइडबाट आछ। कसको गल्ती हुन्छ यो? कहाँ अनि तपाईँ त्यहाँबाट अनि त्यसरी आएको रङ साइडबाट छिर्छ त अनि हेर्नु नि यहाँ देख्नु पऱ्यो नि यार छेउमा अनि त्यत्रो जाम जाम। तपाईँको गल्ती छ नि, तपाईँको गल्ती छ नि। यो गाडीले बेहोर्नु पर्छ यो सब। यो सब यसले बेहोर्नु पर्छ, यसले गलतलाई गलतै भन्नु पऱ्यो, सहीलाई सही नै भन्नु पऱ्यो हो कि होइन। म कसैको पनि सपोर्ट गर्नुलाई गएको होइन यहाँनिर, जस्ट देखेको मात्र मैले बोल्न खोजेको हो। किनभने यो कार पुरै रङ साइडबाट आछ। बिचरा यो ड्राइभरको केही गल्ती छैन, भरे फसाउला फेरि बिचरालाई। यसमा चाहिँ 100% कारको गल्ती छ होइन, किनभने लेफ्ट साइडबाट छिरेको छ। अनि त्यसरी छिरेपछि कहाँबाट देख्छ त ट्रक ड्राइभरले हो कि होइन। ट्रक ड्राइभरको यति पनि गल्ती छैन, किनभने त्यो पुलमा छिर्नलाई जम्मा 1 हात 2 हात मात्र बाँकी थियो कि। त्यसरी छिरेर अनि ठुलो गाडीको गल्ती देखाउने हो त। यसमा 100% कारको गल्ती छ। र म के भन्छु भने तपाईँहरूलाई सरी माफी माग्न चाहन्छु, मैले फुल भिडियो बनाउन सकिनँ। सरी यार, मैले फुल भिडियो बनाउनु पाएन होइन, किनकि म पनि अब माथि गइरहेको थिएँ नि त। मैले फुल भिडियो बनाएर तपाईँहरूलाई देखाउने विचार गरिरहेको थिएँ। अब अलिकति सरी गाइज। यो भिडियोलाई एकदम सेयर गरिदिनु ल, ताकि अरूले यसरी लापरवाही तालले नचलाओस्। हस् त, बाई बाई।